प्रदेश नंबर 1 उदयपुर जिल्ला त्रियुगा बहुमुखी क्याम्पस गाईघाट उदयपुर मोतीगढा 2044 सालमा स्थापना भएको यो कलेज राजनीति खिच्छ तानी स्थितिगत अगाडि त खासै बढ्न सकेको छ जस्तो लाग्दैन। यही त हो देशको शिक्षालाई बेची खाने नेताहरू। तर वास्तविकता यसको फिल्ड ग्राउन्ड क्षेत्र चाहिँ खुब राखेको रहेछ। यति चाहिँ परम्परा अनुसार चलिआएको भने जस्तै जग्गा छ भने अलिकति ग्राउन्ड बनाऊ भन्छ। तर कलेज पनि सुपर टप रहेछ नि त। ओ माई गड, भ्रष्ट नेताहरूले हेर जिल्लाकै एउटै कलेज हो यो। अहिले उहाँ पनि छ सरी मोतीगढा 44 सालभन्दा चाहिँ पहिलो नै होला क्या। उदयपुर जिल्लाको पहिलो कलेज हो जस्तो छ। कलेज र बस्ती नजिकै पनि रहेछ। घनघोर जङ्गल रहेछ। एक सुरक्षाको दृष्टिकोण चाहिँ त्यति राम्रो लागेन कलेज एरिया, किन पछाडिको एरिया जङ्गल छ। त्यो देशको राजनीति यस्तो हो भन्न सकिँदैन। कलेज चाहिँ सुपर टप रहेछ उदयपुर जिल्लाको। माने अन्त म पनि उदयपुर जिल्लावासी नै हो, तर यो कलेज त मैले पढेको होइन। मोतीगढा बजार, उदयपुरको गाईघाट मोतीगढा बजार धेरै जसो चौधरी जातिहरूको बसोबास भएको यो कलेजको पछाडिको भागबाट हेर्दैछौँ हामी। राम्रो रहेछ कलेज पनि। 3 तल्ले जस्तो लाग्यो। कलेज 3 तल्ले नै हुनुपर्छ। वरिपरि रुखहरूले गर्दा चाहिँ सस्ता हावा पाउनु चाहिँ एकदम राम्रो। केही राम्रो हुन्छ नि, केही नराम्रो त भइहाल्छ होइन। त्यो हेरे पनि हेरिरहँ लाग्ने कलेज रहेछ। पछाडिको भाग अगाडि जङ्गलको छेउ खुल्ला धेरै चाहिँ मोतीगढा चोक बजार। मोतीगढा बजार पारिदेखिको तिर्जुगा खोला, खोलाभन्दा पारिदेखिको गाईघाट बजार यस्तै मोतीगढा चोकदेखि आउँदैछु। स्कुलहरू राम्रो छ। ल मेरो युट्युब मन परेमा उदयपुर जिल्लावासीहरू बाहेक देश बाहिर देशभित्र हुने सम्पूर्णलाई मेरो विनम्र अनुरोध छ, लाइक सब्सक्राइब गरिदिनु होला। कि त्रुटि गल्ती भएमा सुझाव र सल्लाह दिनुहोस्, म सच्याउने कोसिस अवश्य गर्दछु।